नेपाल भन्नासाथ दिमागमा के आउँछ? पक्कै पनि सगरमाथा अनि पुराना मन्दिरहरू होइन त? तर आज हामी त्योभन्दा अलि पर गएर हेर्नेछौँ। हामी आधुनिक नेपाललाई आकार दिने यस्ता 5 महत्त्वपूर्ण कोसेढुङ्गाहरूको बारेमा कुरा गर्नेछौँ, जसले सायद अलिकति चकित नै पार्न सक्छ। हो, यही प्रश्नको जवाफ खोज्ने क्रममा हामी आधुनिक नेपालको एउटा छोटो यात्रामा निस्कँदैछौँ। हामी ती 5 कोसेढुङ्गाहरूलाई केलाउनेछौँ, जसले देशको एउटा एकदमै फरक र ऊर्जाशील तस्विर देखाउँछ। आजको हाम्रो यात्रामा यी 5 विषय रहनेछन्: अन्तरिक्षमा नेपालको छलाङ, ढुङ्गामा कुदिएको हाम्रो विरासत, एक राष्ट्रको नारा, देशलाई जोड्ने राजमार्गहरू र नयाँ नेपाल निर्माणको सपना। ल, पहिलो विषयबाटै सुरु गरौँ है त। हाम्रो पहिलो कोसेढुङ्गा अन्तरिक्षमा नेपालको छलाङ हो। ठिक सुन्नुभयो। हिमालको देश भनेर चिनिने नेपालले आखिर कसरी ताराहरूसम्मको यात्रा तय गर्यो त? आउनुहोस् यसको कथा जानौँ। यो सानो बाकस जस्तो देखिने चिज हो, नेपाली 60 तौल जम्मा 1.3 किलोग्राम। तर यसले नेपालको लागि यति ठूलो फड्को मार्यो कि देशलाई सिधै अन्तरिक्ष युगमा प्रवेश गराइदियो। मतलब नेपाल पनि विश्वको स्पेस क्लबमा सामेल भयो। यसको यात्रा पनि कम रोचक थिएनन्। सन् 2019मा अमेरिकाबाट प्रक्षेपण भएपछि यसले 841 दिनसम्म, सोच्नुस् त, 2 वर्षभन्दा पनि बढी, पृथ्वीभन्दा 400 किलोमिटर माथि परिक्रमा गरिरह्यो। अनि अन्ततः 2021मा आफ्नो मिसन सफलतापूर्वक पूरा गरेर यो वायुमण्डलमा फर्कियो। र यो ऐतिहासिक उपलब्धिको पछाडि थिए 2 नेपाली वैज्ञानिक, डाक्टर आभास मास्के र हरिराम श्रेष्ठ। जापानमा अध्ययन गर्दा उहाँहरूले बनाएको यही स्याटेलाइटले नेपाली प्रतिभा र क्षमतालाई विश्व सामु देखायो। यो साँच्चै हामी सबैका लागि गर्वको कुरा होइन र? ल, अब अन्तरिक्षबाट फेरि धरतीमा फर्कौं र नेपालको सांस्कृतिक सम्पदाबारे कुरा गरौँ। नेपाल हिमालको लागि मात्रै होइन, आफ्नो अद्वितीय कला र संस्कृतिले पनि संसारभरि चिनिन्छ। नेपालमा युनेस्कोले मान्यता दिएका विश्व सम्पदा स्थलहरू कति होलान्? अनुमान गर्नुहोस् त। जम्मा 10 वटा। क्षेत्रफलको हिसाबले देश सानो भए पनि सांस्कृतिक र प्राकृतिक सम्पदामा नेपाल कति धनी छ भन्ने कुरा यसैले देखाउँछ। अब एउटा रमाइलो प्रश्न है, यी 10 मध्ये काठमाडौँ उपत्यकाभित्र मात्रै कतिवटा पर्छन् होला? धेरैको जवाफ तुरुन्तै 7 भनेर आउँछ। तर के त्यो जवाफ प्राविधिक रूपमा सही हो त? यहाँनिर कुरा अलिक घुमाउरो छ। वास्तवमा काठमाडौँ उपत्यकाभित्रका 7वटा स्मारक क्षेत्रहरू, मतलब 3वटै दरबार स्क्वायर, स्वयम्भू, बौद्ध, पशुपति र चाँगो नारायण, यी सबैलाई युनेस्कोले एउटै सम्पदा सूचीमा राखेको छ, जसको नाम हो काठमाडौँ उपत्यका। त्यसैले ठाउँ 7वटा भए पनि युनेस्कोको सूचीमा यो एउटै मानिन्छ। हरेक देशको आफ्नो पहिचान हुन्छ र नेपालको पहिचानसँग जोडिएको छ एउटा नारा, जय नेपाल। यी 2 सामान्य लाग्ने शब्दहरूको पछाडि एउटा लामो र शक्तिशाली इतिहास लुकेको छ। यो नारालाई जनजिब्रोमा ल्याउने श्रेय जान्छ शहीद शुक्रराज शास्त्रीलाई। त्यो समय जब निरङ्कुश राणा शासनमा खुलेर बोल्नु पनि अपराध थियो, उहाँले यही 2 शब्द प्रयोग गरेर नेपालीहरूमा राष्ट्रियताको भावना जगाउनु भएको थियो। यो नाराको यात्रा हेर्नुस् त, कति गजबको छ। राणा शासन विरुद्ध एउटा गोप्य क्रान्तिकारी अभिवादनको रूपमा सुरु भयो। त्यसपछि 1951को प्रजातान्त्रिक आन्दोलनको सार्वजनिक प्रतीक बन्यो र आज त्यही नारा हाम्रो देशको सेना र प्रहरीको आधिकारिक सलाम बन्न पुगेको छ। अब कुरा गरौँ पूर्वाधारको, खास गरी राजमार्गहरूको। एक समय थियो जब काठमाडौँ उपत्यका बाहिरी संसारबाट लगभग एउटा छुट्टै टापु जस्तै थियो, तर राजमार्गहरूले त्यो अवस्थालाई सधैँका लागि बदलिदिए। यो कथाको नायक हो त्रिभुवन राजपथ, नेपालकै पहिलो राजमार्ग। सोच्नुहोस् त, 1956मा यो बाटो नखुल्दासम्म काठमाडौँ उपत्यका शताब्दीौँदेखि लगभग एक्लिएको थियो। यही बाटोले पहिलो पटक राजधानीलाई गाडीमार्फत दक्षिणको तराईसँग जोडेर त्यो एक्लोपनलाई तोडिदियो। त्रिभुवन राजपथले खोलेको त्यो बाटोमा आज देशैभरि राजमार्गको जालो फैलिएको छ। पूर्व पश्चिम जोड्ने महेन्द्र राजमार्ग होस् वा चीनसँग व्यापार जोड्ने अरणीको राजमार्ग, यिनै सडकहरू आज आधुनिक नेपालको नसा-नसामा रगत बनेर दौडिरहेका छन्, जसले देशको अर्थतन्त्र र जनजीवनलाई चलायमान बनाएका छन्। र हाम्रो यात्राको अन्तिम कोषढुङ्गा हो राष्ट्रिय गौरवका आयोजनाहरू। यी यस्ता ठूला र महत्वाकांक्षी प्रोजेक्टहरू हुन् जसले देशको कायापलट गर्ने सपना बोकेका छन्।
सरकारले अहिलेसम्म 24वटा परियोजनालाई राष्ट्रिय गौरवको दर्जा दिएको छ। यसको सिधा मतलब हो यी परियोजनाहरूलाई बजेट र कार्यान्वयनमा उच्च प्राथमिकता दिइन्छ, किनभने यिनलाई देशको विकासको मेरुदण्डको रूपमा हेरिन्छ। यी आयोजनाहरू कुनै एउटा क्षेत्रमा मात्र सीमित छैनन्। कहीँ अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेका छन्, कहीँ ठूला जलविद्युत आयोजनाहरू, त कहीँ देश जोड्ने राजमार्ग अनि घर घरमा पानी पुर्याउने मेलम्ची जस्ता सपनाहरू। यसले नयाँ नेपाल निर्माणको एक चौतर्फी सोच देखाउँछ। तर जति ठूलो सपना उति नै ठूलो चुनौती पनि हुन्छ। एकातिर यस्ता आयोजनाहरूलाई पैसा र प्राथमिकताको कमी हुँदैन, तर अर्कोतिर काम समयमा नसकिने र सोचेभन्दा धेरै खर्च लाग्ने जस्ता समस्याहरूले गर्दा यिनीहरू प्राय चर्चा र विवादमा आइरहन्छन्। ल, स्याटेलाइटदेखि सुपर हाइवेसम्मको हाम्रो यो यात्राले के देखायो त? यसले देखाउँछ कि नेपाल भनेको हिमाल र मन्दिरको देश मात्र होइन, यो एक यस्तो गतिशील राष्ट्र हो जो तीव्र गतिमा परिवर्तन भइरहेको छ। आज हामीले नेपालको आधुनिक यात्राका केही महत्त्वपूर्ण पानाहरू पल्टायौं, तर यो कथा अझै सकिएको छैन, यो त लेखिँदैछ। जब नेपालले आफ्नो भविष्यको बाटो बनाउँदैछ, एउटा प्रश्न हाम्रो अगाडि छ, यसको अर्को महान कोसेडुङ्गा के होला? यसको जवाफ आउने समय र पुस्ताले नै दिनेछन्।